हामी चाहिँ आज नेपाल प्रिमियर लिग एनपीएल को गेम छ आज लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भर्सेस पहिलो गेम चाहिँ हामीले पहिलो इनिङको चाहिँ आधाबाट हेरेको थियौँ। अहिले चाहिँ सेकेन्ड इनिङ चलिरहेको र अहिले चाहिँ सुदूरपश्चिमले लगातार चौका हानिरहेको हैन। अब जित्नलाई कति रन चाहिन्छ? र यो चौका लगातार प्रेसर लुम्बिनी लायन्सको लागि प्रेसर बनिरहेको छ। हाम्रो लुम्बिनी लायन्सको सपोर्टर अभिषेक सापकोटा। Are you excited for the game, man? Yeah, man. Today we must win, man. Okay, man. के हो तिम्रो हातको चाहिँ? This is my official fan ticket of NCL Zone. Wow. This is the sign I am here. सही हो। अहिले चाहिँ यो गेम चाहिँ कसले जित्छ जस्तो लागिरहेको छ? यो गेम त मेरो आफ्नै सुदूरपश्चिमले जित्नु पर्ने। अघिसम्म त लुम्बिनी भन्दै थियो फेरि। लुम्बिनी जता तिमी धेरै प्रेसर दिइरहेको थियो सुदूरपश्चिमले र सुदूरपश्चिमले लुम्बिनी नाइबले चाहिँ बलिङ गरिरहेका छन्। इट्स 12th 13th ओभर र लगातार रन बनाइरहेको छ। प्रेसर परिरहेको छ लुम्बिनी लायन्सलाई हामी देख्न सक्छौँ। जम्मा 16 रन चाहिएको छ सुदूरपश्चिमको लागि। इजी विन हुन सक्छ यो। मात्र 16 रन। Only 16 runs needed. सुदूरपश्चिम रोयल्सले चाहिँ 7 विकेटले यो खेल जितेको छ। यो सुदूरपश्चिम रोयल्सले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको छ। 4 खेलमा 4 जित। साथी चाहिँ नचाहँदै काम परेर जान पर्यो हैन। अब चाहिँ क्रिकेट पग्लु बार्सा फ्यान 3-0 चेल्सी। हामी चाहिँ पहिलो गेम सकिए पछाडि लन्च भइरहेको लन्च अब खाजा खाने भनेर आएको हैन। हाम्रो स्पोन्सर हुनुहुन्छ, स्पोन्सर गायब हुनुभयो। भिडभाड छ, अब के खाने थाहा छैन। अब भने पोखरा भर्सेस जनकपुर बोल्स। फर्स्ट बलिङ बाई जनकपुर। छक्का! लेट्स सी। That's the first ball of this inning. Pokhara Avengers. हामी चाहिँ जनकपुर बोल्सको फ्यानहरुको बीचमा परे हैन। हामीभन्दा अगाडि पनि सब जनकपुर बोल्स फ्यान, हामीभन्दा पछाडि पनि सब जनकपुर बोल्स फ्यान। अनि आज चाहिँ जनकपुरको चाहिँ आमाको नाम लेखेछ है जर्सीमा चाहिँ जनकपुरको टिमले। सेकेन्ड बल र द्याट्स डिफेन्ड। प्रारम्भिक बलर हुन्
फ्लड लाइट पनि बलिसकेको छ होइन। हामी चाहिँ अहिले 5औं ओभरमा छौँ। 34 रन जोडिसकेको छ पोखराले। ललित दाई हुनुहुन्छ यहाँ, ललित राजवंशी। आज चाहिँ आमाको नामको जर्सी छ। बलिङ भइरहेको छ चौबारी एन्डबाट। बलर छन् सदाकत, स्ट्राइकमा खरेल र बाउन्ड्री गइरहेको थियो ललित दाई। डिसिजन पेन्डिङ। ढुकढुक 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 डिसिजन पेन्डिङ भइरह होइन। विकेट भुरी मामा रोसिङटन आउट भएर चाहिँ भुरी मामा आउनु भएको छ होइन। कुशल भुटेल एभेन्जर्स लेट्स गो। मामा तोडफाड गर्नु पर्यो। डग आउट, डग आउट। हाफ सेन्चुरी बर्माको। बर्माको हाफ सेन्चुरी। हाम्रो साथीलाई एनसिएलबाट बम्पर गिफ्ट प्राप्त भएको छ। लकी इफ लकी पिपुल हेड अ फेस। दुईजनालाई चाहिँ ऊ ब्याट पनि दिएका छन्। खोइ ब्याट देखाउ त। मामालाई दिने अरे यो ब्याट। जनकपुर बोल्स निड 156 रन्स इन 20 ओभर्स टु विन। 20 ओभरमा 156 रन चाहिएको छ जनकपुर बोल्सलाई। कसले जित्ला त अब? Yeah! What you say, man? What is 4 विकेट भयो। फर्स्ट ओभरमा कति रन चाहियो रे अब? 100 रन चाहियो जनकपुरलाई जित्नलाई। पोखरा एभेन्जर्स किलिङ दिस। My NPL belongs to us. Oh mama, I got an air. अब चाहिँ 4 बल बाँकी छ। 4 बलमा चाहिँ कति रन चाहियो अरे? 34 चाहियो। अनि हाफ सेन्चुरी हानेको ब्याट्सम्यान पनि रिटायर भएर गयो, घाइते भएर। Looks like victory is on our side today. Come on, Pokhara Avengers. Last ball. यो 4 रनका लागि लास्ट बल चौका भयो तर गेम चाहिँ पोखरा जित्यो। र पोखरा एभेन्जर्सले चाहिँ 2025 दोस्रो संस्करणको पहिलो गेम जितेको छ। पोखरा एभेन्जर्स अब सबै जित्यो भने के हुन्छ? क्वालिफाई हुन्छ। अनि त्यस पछाडि फाइनलमा ट्रफी उचाल्छ भन्ने हाम्रो आशा छ। तर विडम्बना अलिकति गेममा चाहिँ सुधार गर्नुपर्नेछ। सुमित वर्माको त्यो नक त्यो इनिङ जुन उनले खेले त्यसले गर्दा चाहिँ पोखरा एभेन्जर्स एउटा कम्फर्टेबल अथवा कम्पिटिटिभ रन बनाउन सफल भयो। जसका कारण चाहिँ यो खेलमा चाहिँ पछिल्लो केही ओभरमा चाहिँ जुन रन दिनु हुन्थेन त्यो रन दियो। एउटा रन रेटमा सुधार हुने थियो तर त्यो भएन। खैर केही छैन, पोखराले जितेको छ। अब हामी के गरिन्छ? अब हामी घर गइन्छ। अब हामी भ्लगको एन्ड गरिन्छ। बाइ बाइ।